मेरो नाम चाहिँ कविता श्रेष्ठ हो। मेरो घर चौदन्ती गढी नगरपालिका 2 मा पर्दछ। मेरो फार्मको नाम श्री श्रेष्ठ बहुउद्देश्य कृषि तथा पशुपालन फार्म हो। यो पाडा प्रवर्धन कार्यक्रममा चाहिँ मेरो फार्म पनि छनौट भएकोले मैले 5 वटा पाडा किने अनि गोठ बनाए, गोठ सुधार गरेँ अनि घाँस खाने डोड बनाउँदैछु अनि 50 मिटर तार जाली पनि घेरेर गोठ सुधारको व्यवस्था गर्दैछु। गोठ यति ढलान गऱ्यौँ, अब यहाँनिर 8 मिटरको डोड बनाउन बाँकी छ। इँटाहरू सबै ल्याइसकेको छ, तार जाली ल्याएको छ। अब यहाँ वरिपरि घेर्नु पर्ने छ। बाख्राहरू पनि मैले पालिरहेको छु। अहिले चाहिँ 10 वटा जति छ। विगतमा त मैले 40-50 वटा बाख्राहरू पालेको थिएँ। अहिले गोठ पनि अब यो व्यवस्थित तरिकाले नै बनाए जस्तो लाग्छ। अनि यो बाख्राको बडकुलाहरू बग्ने स्ल्याब पनि बनाएको छौँ हामीले। बाख्राको बडकुला चाहिँ उतापट्टि जान्छ। यहाँ चाहिँ अब तरकारीको लागि भेन्डी रोपिरहेको छु। यसरी रोपेको झार आउँदैन भनेर यो मल्चिङ तरिकाले गरिरहेको छौँ। मल्चिङ गरेर झार पनि आउँदैन, यसरी रोपिरहेको छौँ। माछा पोखरी पनि छ, माछाहरू पनि उत्पादन गरिरहेको छौँ हामीले अहिले। यो चाहिँ मेरो माछा पोखरी हो। पछिल्लो समयमा मेयर साहबले हामी जस्तो किसानहरूको जीवन स्तर उकास्नलाई धेरै सहयोग गर्नुभएकोमा मेयर साहब र वडा अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद छ है। मेरो 10-11 वर्षदेखि फार्म गरिरहेकोमा केही कार्यक्रमहरू पनि परेको थिएन। अहिले चाहिँ परेर हाम्रो किसानहरूको जीवन स्तर उकासिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ मेयर साहबलाई, वडा अध्यक्षज्यूलाई।